I have a very humble request to all the world leaders. Guys, we really need to stop the war. Innocent children, men and women are dying. So I know you guys can make it. संसारका सर्वोच्च शिखरको टाकुराबाट विश्व शान्तिको अपिल गर्ने एक साहसिक पर्वतारोही निर्मल पूर्जा निम्सदाई अब हामी बीच नरहनु भए पनि उहाँको वास्तविक कर्म र कीर्तिमानहरू सधैँ अमर रहनेछन्। शून्यदेखि शिखर र शिखरदेखि अनन्तसम्मको यो यात्रा केवल आरोहणको मात्र कथा होइन, यो त असम्भवलाई पनि जितेर देखाउने एउटा अदम्य साहस र अटुट सङ्कल्पको गाथा हो। आउनुहोस् आज द कोसिस पर्सपेक्टिभमा हामी उहाँको वास्तविक जीवन, ब्रिटिस फौजको ऐतिहासिक यात्रा र विश्व कीर्तिमानका यथार्थ कथाहरूलाई याद गरौँ। सन् 1983 जुलाई 25मा म्याग्दी जिल्लाको धौलागिरी श्रृङ्खलाको काखमा अवस्थित दाना गाउँमा जन्मिनुभएका निर्मल पूर्जाको बाल्यकाल ग्रामीण परिवेश र सङ्घर्षका बीच बित्यो। समुद्री सतहबाट हजारौं फिट उचाइमा हुर्किनु भएको उहाँको श्वासमा नै हिमालको चिसो हावा मिसिएको थियो। परिवारको भविष्य बनाउने हुटहुटीले उहाँलाई नेपालको लाउरे परम्परातिर डोर्यायो। उहाँ ब्रिटिस सेनाको प्रतिष्ठित ब्रिटिस गोर्खा आर्मीमा भर्ती हुनुभयो, तर उहाँको महत्वाकांक्षा त्यतिमै सीमित भएन। उहाँ अझ अगाडि बढेर बेलायतको सबसे खतरनाक र गोपनीय मानिने विशेष फौज युके स्पेशल बोर्ड सर्भिसमा समेत सामेल हुनुभयो र उहाँ त्यसमा सामेल हुने पहिलो गोर्खा सैनिक बन्नुभयो, जहाँ मृत्युसँग खेल्ने कठोर तालिम दिन्थ्यो। उहाँ त्यहीबाट खारिएर बाहिर आउनुभएको थियो। धेरैले उहाँलाई केवल एक साहसी आरोही मात्र सोच्छन्, तर उहाँको यात्रा कुनै फिल्मको कथा भन्दा कम थिएन। जब उहाँले प्रोजेक्ट पसिबल घोषणा गर्नुभयो तब संसारका ठूला ठूला पर्वत आरोहण विशेषज्ञहरूले समेत यसलाई पागलपन भनेका थिए। तर उहाँले 8000 मिटर भन्दा अग्ला 14 वटै हिमालहरूलाई मात्र 6 महिना 6 दिनमा कुल्चिएर इतिहास रच्नुभयो। तर जीवनको अन्तिम बाजी उहाँले हिमालसँगै थाप्नुभयो। पाकिस्तानको ब्रोड पिक हिमालमा क्याम्प 2 र क्याम्प 3 को बीचमा गएको भीषण हिम पहिरोले पर्वतारोहण क्षेत्रलाई नै स्तब्ध बनायो। त्यो भयानक हिउँको आँधीले निर्मल पूर्जा लगायतका आरोहीहरूलाई 100 मिटर तल हुत्यायो। यो दुःखद दुर्घटनामा निर्मल पूर्जासँगै उहाँका अति विश्वसनीय साथी तथा मार्गदर्शक पूर्वबहादुर गुरुङ युक्ता, निमा शेर्पा, ओमानकी प्रथम महिला सगरमाथा आरोही नादिरा अलहार्थी, अमेरिकी आरोही मेलोरी गेस, चिनिया आरोही वाङ जोङ, पाकिस्तानी गाइड सोहेल साकी लगायतले हिमालकै काखमा प्राण त्याग गर्नुभयो। हिमाललाई आफ्नो सपतोक ठान्नुभएका तीनै साहसी योद्धाहरू आज हिमालकै सधैँका लागि अजर अमर हिस्सा बन्नुभएको छ। हिमालको छातीमा उभिएर संसारलाई शान्तिको पैगाम दिने त्यो अदम्य ऊर्जा आज तीनै हिमालका श्वेत समथरहरूमा सदाका लागि विश्राम लिएको छ। उहाँको भौतिक शरीर आज माटोमा विलय भए पनि उहाँले इतिहासमा लेख्नुभएका स्वर्णिम अक्षर र साहसिक गाथाहरू यस धरतीमा कालान्तरसम्म गुन्जिरहनेछन्। अमर आरोही निर्मल पूर्जा र उहाँको सम्पूर्ण सहयात्रीहरूलाई द कोसिस पर्सपेक्टिभको तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। निम्सदाई हामीबाट बिदा हुनुभन्दा केही समय अगाडि पाकिस्तानको ब्रोड पिक क्याम्प 2 बाट भारतीय पत्रकार विष्णु सोमलाई पठाउनु भएको त्यो अडियो सन्देश सुन्दा महसुस हुन्छ कि अन्तिम घडीसम्म पनि उहाँको स्वर र आत्मबल कति शान्त र साहसी थियो। Hey brother, greetings and namaste. Right now अहिले म ब्रोड पिकको क्याम्प 2 मा छु, जुन 8000 मिटरको हिमाल हो। 1000 meter. म अहिले 8000 मिटरका हिमालहरूको 58औं समिटको लागि दौडिरहेको छु, जुन विश्वकै सर्वोच्च हो। Which is the highest in the world. मैले मौसमको पूर्वानुमान चेक गर्न इन्टरनेट खोलेको थिएँ, तर यो सन्देश पनि डाउनलोड भयो। त्यसैले म समिट पछि सम्पर्कमा हुनेछु। तर हो, यदि केही हुन्छ भने कृपया आफ्नो विचार र ती सबै कुराहरू छोड्नुहोला। म विक्कीसँग पनि कनेक्ट हुनेछु, जसले मेरा सबै डायरी, सामान र ती सबै कुराहरू म्यानेज गर्नुहुन्छ र त्यसले कुराहरू अगाडि बढाउन सजिलो हुनेछ। आशा छ तपाईहरू सबै राम्रो हुनुहुन्छ र जोडिन पाउँदा खुसी छु। धन्यवाद साथीहरू। क्याम्प 2 ब्रोड पिकबाट नमस्ते। You guys are well and great to be connected. Thank you guys and greetings from Camp 2 on Broad Peak. Ciao ciao. वीरहरूको यो गाथालाई समयको धुलोले पूर्ण नदिनु नै तपाई हाम्रो साझा धर्म हो। यो वैचारिक र सत्यको यात्रामा तपाईको मौन उपस्थित र साथ नै हाम्रो एकमात्र तागत हो।
आजलाई यति नै। द कोसिस पर्सपेक्टिभ हेर्दै गर्नुहोला। धन्यवाद। नमस्कार।